भेल्लोर एउटा यस्तो टाउन हो जहाँ चाहिँ मान्छेहरू ट्रिटमेन्टको लागि भनेर धेरै टाढा टाढाबाट आउने गर्नुहुन्छ है। घुम्नको लागि होइन, यहाँ चाहिँ ट्रिटमेन्टको लागि आउने गरिन्छ। र भेल्लोर आएपछि चाहिँ कुनै पनि रोगको निवारण अवश्य नै हुन्छ भन्ने धारणा पनि छ। त्यही धारणा लिएर म पनि यतिखेर भेल्लोरमा छु। हाम्रो पनि आमाको बिमारी डायग्नोसै भएन, सिलिगुडी धेरै देखाएर पनि। सो फाइनली अब चाहिँ भेल्लोरै जाने भनिसकेपछि अब यहाँ डक्टर अपोइन्टमेन्ट कसरी लिने, कहाँ बस्ने, के गर्ने भनेर धेरै टेन्सन भइराखेको थियो। तर मेरो चाहिँ कजन ब्रदर यहाँ आइराख्नुहुन्छ यता बिमारी लिएर। सो उहाँले मलाई हेल्प गर्नुभएर धेरै सजिलो पनि भयो। थ्याङ्क यू दादालाई पनि है। अनि हामीले चाहिँ 1 महिना अगाडि नै डक्टर अपोइन्टमेन्ट र एयर टिकट गरिसकेको थियौँ। अनि त्यही हिसाबले हामी आयौँ है। अनि 7:30 को हाम्रो भिजिटिङ टाइम थियो। टाइममा नै आएर चाहिँ यसरी लाइनमा लाग्नु पर्दो रहेछ। अनि लाइन लागिसकेपछि चाहिँ गेट छिर्दा यस्तो खालको ब्यान्ड बाँधिन्छ। यो ब्यान्ड छैन भने चाहिँ फेरि लिफ्टमा चढ्नै दिँदैन। ब्यान्ड चाहिँ एकदम जरुरी छ। अनि ब्यान्ड लगाइसकेपछि हामी लिफ्टमा चढेर 2nd फ्लोरमा गयौँ र हाम्रो टोकन काटेर अनि यहाँ अब चाहिँ रुममा वेटिङ गर्दैछौँ। यहाँ यस्तो मोनिटरमा डिस्प्ले हुन्छ अनि त्यसपछि बोलाउँछ आफ्नो टोकन नम्बर र रुम नम्बर। त्यही हिसाबले हामी डक्टरकोमा जानुपर्ने हुन्छ। अनि डक्टरले यस्तो खालको अब फेरि नेक्स्ट अपोइन्टमेन्ट अनि त्यहाँबाट हाम्रो टेस्टहरू के दिएको हुन्छ त्यसको पनि अपोइन्टमेन्ट लिनु पर्दो रहेछ होइन। अनि यो अब क्यास काउन्टरमा गएर पैसा बुझाउनु पर्छ, त्यसपछि चाहिँ हाम्रो अपोइन्टमेन्टहरू पाउँछ। अनि यसको लागि चाहिँ हामीलाई चाहिने रहेछ यस्तो खालको हस्पिटल कार्ड। यो कार्ड चाहिँ एकदमै जरुरी बनाउनै पर्दो रहेछ। हामी दिदीभाइ चाहिँ हस्पिटल कार्ड बनाउन जाँदैछौँ र यही बिल्डिङमा चाहिँ न्यू अपोइन्टमेन्ट पनि लिन सकिँदो रहेछ। अनलाइन अपोइन्टमेन्ट लिएको छैन भने यहीँ आएर अपोइन्टमेन्ट लिँदा पनि हुँदो रहेछ। अलिकति टाइम चाहिँ लाग्छ। र न्यू अपोइन्टमेन्ट लिँदाखेरि चाहिँ हामीले आफ्नो प्रुफ दिनुपर्ने हुन्छ, आइडेन्टिटी प्रुफ। त्यसको लागि चाहिँ आधार कार्ड एकदमै जरुरी छ। आधार कार्ड बिना चाहिँ अपोइन्टमेन्ट पाउँदैन रहेछ है। सो फाइनली हामीले चाहिँ यहाँ हस्पिटल कार्ड पनि पाइसक्यौँ। र अब चाहिँ मलाई चाहिएको चाहिँ एउटा न्यू अपोइन्टमेन्ट र इन्टरनेसनल पेसेन्टको लागि चाहिँ फेरि सिस्टम बेग्लै रहेछ। त्यसको लागि चाहिँ हामीलाई कहाँ 900 बिल्डिङ गरे कता परपुच्छरतिर पठाएको थियो र त्यतातिर गएर चाहिँ अनि फेरि यो पासपोर्टको जेरेक्स गरेर ल्याउनु भने पासपोर्ट चाहिँ एकदमै जरुरी रहेछ। एक्चुअली हामी चाहिँ हिजो नै गएको थियौँ अपोइन्टमेन्ट लिनु पर्यो भनेर है। तर हामीसँग पासपोर्ट त थिएन। अनि त्यो डिजिटल सिटिजनसिप कार्ड चाहिँ थियो। अनि त्यो देखाएको त्यसले त हुँदैन भने उनीहरूले कि चाहिँ पासपोर्टै चाहिन्छ कि चाहिँ त्यो पुरानो जुन चाहिँ नागरिकता छ त्यसले मात्रै हुन्छ भने त्यहाँबाट उनीहरूले फर्कायो। अब त्यो दिन त हाम्रो काम भएन। अनि नेक्स्ट डे चाहिँ हामीले पासपोर्ट लिएर गयौँ। ल हेर्नुहोस् यहाँ बाहिरबाटै लेखिदिएको छ CMC IRO 900 बिल्डिङ भनेर, इन्क्वायरी एन्ड प्री रेजिस्ट्रेसन भनेर है। अनि अघि नै हामी चाहिँ लाइन बसेर पुग्यो अरे अनि जेरेक्स गर्नु पठाएको थियो। त्यही भएर अहिले डाइरेक्ट अफिसमा बसेको, नत्र चाहिँ बस्नै दिँदैन। एकदम सिस्टमेटिक छ, लाइनमा आउनु भन्छ। त्यहाँको सबै प्रोसेस पुरा भइसकेपछि अर्को फ्लोरमा पठायो। यहाँ पनि 2-3वटा काउन्टरमा इन्क्वायरी गरिसकेर अब लास्टमा चाहिँ क्यास काउन्टरमा बसिरहेको छु। अब यहाँ पैसा दिइसकेर अनि मात्रै थाहा हुन्छ हामीले कहिलेको अपोइन्टमेन्ट पाउने, कुन बिल्डिङमा जानुपर्ने हो, कुन डक्टर देखाउनु पर्ने हो भनेर। आजको भिडियोमा हजुरहरूले अपोइन्टमेन्टको बारेमा जान्न पाउनुभयो भने नेक्स्ट भिडियो चाहिँ भेल्लोर आएर कहाँ बस्ने, रुममा बस्दा सजिलो हुन्छ कि फ्ल्याटमा बस्दा सजिलो हुन्छ, डिटेल भिडियो छ। म छिट्टै नै अपलोड गर्नेछु। अहिलेलाई भने बाई बाई। अनलाइन अपोइन्टमेन्टको लागि लिङ्क मैले कमेन्ट बक्समा राखिदिएको छु, चेक गर्नुहोस् होला।